नमस्कार आदरणीय दर्शक महानुभाव, नेपालको पहिलो सामुदायिक टेलिभिजन लुम्बिनी टेलिभिजनको यो कार्यक्रम समय सन्दर्भमा यहाँहरूलाई स्वागत छ। हामी विजयदशमी मनाउने क्रममा छौँ र विजयदशमीको अवसरमा यहाँहरूलाई हामी शुभकामना दिन गइरहेका छौँ। विजयदशमी किन मनाइन्छ, विजयदशमी कहिलेदेखि मनाउन थालिएको, विभिन्न खालका किम्वदन्तीहरू छन्, कथाहरू छन्, भनाइहरू छन्, जनबोलीहरू छन् र यसको शास्त्रीय मान्यताहरू पनि छन्। हामी यिनै सेरोफेरोमा कुरा गर्नेछौँ। आज हामीले यहाँहरूसँग विगतको भन्दा अलिकति फरक व्यक्तित्वलाई यहाँहरूका माझमा उभ्याउन खोजिरहेका छौँ। हामीले पाल्पाको रिब्दीकोटमा जन्मिनुभएका पण्डित ढुण्डिराज नेपाल हुनुहुन्छ हामीसँग। उमेरले 103 वर्ष पुरा गरिसक्नु भएको छ। 103 वर्षको उमेरमा पनि यो शरीर लिएर हामीलाई केही सन्देश दिनका लागि हाम्रा माझमा उपस्थित हुनुहुन्छ ढुण्डिराज नेपाल। आउनुहोस् दर्शक महानुभाव, कार्यक्रममा उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। स्वागत छ। आराम हुनुहुन्छ? ठिक छ, ठिक छ। तपाईँहरूको चाहिँ उसले चाहिँ म अहिलेसम्म ठिकै छु। अनि 103 वर्षको हुनुभएको छ, धेरै अनुभव गर्नुभयो। अनुभव त अब कहिले इष्ट अनुभव पनि भयो होला, कहिले दुष्ट अनुभव पनि भयो होला, होइन। धेरै काल हुँदाखेरि कहिले के भयो होला, कहिले के भयो होला, तर समय चाहिँ यस्तै गरी बितेर गए। अब ठुलाहरूको सङ्गत पनि गरियो, सानाको पनि गरियो, होइन। अब विद्वानको पनि गरियो, मूर्खको पनि गरियो। यस्तै गरी अहिलेसम्म चाहिँ बिताइएको छ। 103 वर्ष अगाडि जन्मेको मान्छे पढ्ने मौका पाउनुभयो, शास्त्री पढ्नुभयो। शास्त्री पढेको त्यो अनुभव सुनाइदिनुहोस् न। यो घुम्छ, यो घुमिया छ। हजुर, अहिले घुम्छ। हजुर। अब समयअनुसार शास्त्री पढियो, तर वास्तवमा यहाँ के भन्दा त्यो चाहिँ प्रमाणपत्र लिनुपर्नेमा अनि के चाहिँ विघ्न बाधा पर्न गयो, त्यो लिएको छैन। शास्त्री पढाइ चाहिँ ग्रन्थ पढाइ शास्त्रीको हो। अनि मैले शास्त्री पढेँ, तर भयो भने त्यतापट्टि नभए व्याकरण चाहिँ थोर व्याकरण पढाएर पनि निर्वाह गरेँ। विद्यार्थीहरूलाई केही 10-20 विद्यार्थी उत्तीर्ण पनि गरियो। राणाका पनि बसेर 4 वर्ष 5 वर्ष बसेर पनि राणाका छोराछोरी पनि पढाएँ। रेडी कमल पोखरी भन्ने मतलब त्यहाँ राणाको दरबार छ, के छ, त्यहाँ बसेर पढाएँ। जुद्ध शमशेरसँग बसेँ 3 सालदेखि 8 सालसम्म, 7 सालसम्म जुद्ध शमशेरसँग बसेँ। हाम्रो नेपालको चाहिँ मूल पुरुष त्यही भन्नु पऱ्यो नि। अब चाहिँ राजा हो क्या, उहाँसँग पनि बसेँ। तर त्यो बेलामा पढ्न पाइन्थ्यो, पढ्न जान पाइन्थ्यो त्यो बेलामा? त्यो बेला पहिले चाहिँ पढ्न जानु पाइन्थ्यो। कहाँ भन्दा कम थियो ठाउँ। एउटा मात्रै होइन, एउटा चाहिँ दाङ, एउटा रेडी पोखरा, काठमाडौँ। यो पढ्ने बेला अलिक कम हो। आफ्नो खर्च खाएर पढ्न पाइने ठाउँ थिए। त रेडीमा चाहिँ सरकारी थियो। रेडीमा म त्यहाँ बसेर पढेको। सम्झना छ त्यहाँ पढ्दाखेरिको साथीहरू सम्झिनुहुन्छ अहिले? सबै सम्झन्छु। कोही गए, कोही के भए, कोही के भए। फल्नासँग यसरी बसियो, फल्नासँग एउटै डेरा बसिया पनि भए, कोही एउटै पाठ पढाइया पनि भए। त्यस्तो भएपछि के हुन्छ भने त्यो सब सम्झना रहिरहन्छ नि। त्यस्तो छ सम्झना। कोही मरेर गए होला नि, कोही होला नि, कोही के होला नि। आफ्नो आफ्ना पेसामा आफै लाग्यो, सकियो। त्यो बेलामा तपाईँहरू दसैँ कसरी मनाउनुहुन्थ्यो? हामीले दसैँ मनाउँछौँ। हामीले एउटा राम्रै तरिकाले मनाउँछौँ। भन्नाले काठमा रहेन, भगवतीको पूजा गर्ने, घरमा चाहिँ लिपपोत या सबै पवित्र गरेर घट स्थापनादेखि अनि चाहिँ घडा राखेर देवीको आराधना गरेर अनि चाहिँ पूजा, साँझ बिहानको पूजा, अनि
दुर्गाको पाठ, चण्डी पाठ यो गरेर हामी चाहिँ 9 दिनसम्म यही कर्मसँग गरेर चाहिँ जान्छौँ। अनि साँझ बसे एकछिन कीर्तन सिर्तन गर्ने भगवतीका यो गर्ने। अनि चाहिँ दसैँको दिन, अष्टमीको दिन कालरात्रि भनेर चाहिँ पूजा गर्ने, काठमाडौँ नगर्ने, त्यो चलन स्व पनि हामी धेरै चलियो त्यसरी। हामीले अघि चाहिँ गरे होला जे गरे तर कुलानको पूजा भनेर बोका काट्ने पनि हुन्छ नि, त्यो पनि छ, हाम्रो छैन। यो कहिलेदेखि चल्यो होला? यहाँले त शास्त्री पनि पढ्नुभयो, कर्मकाण्डमा पनि यहाँ चाहिँ सहभागी हुनुभयो। यो चल्न यो चाहिँ बलि दिने चलन छ। साधारण जान्दाखेरि हामीले कहिलेदेखि यो भयो होला भन्दाखेरि जुन वखतमा चाहिँ रावणलाई चाहिँ राम चाहिँ मार्न जाने इच्छा भयो त्यस वखतदेखि उहाँले चाहिँ शुभ कर्म गर्न के अरे शहीद गर्नका लागि उहाँले भगवतीको आराधना गर्नुभएको छ। भगवतीको आराधना गर्दा बलि दिएर गर्नुभयो। उहाँले त आफ्नो पिताजी दशरथलाई चाहिँ पिण्ड दिँदा पनि उहाँले चाहिँ पकाएर दिनु भएन। किन दिनु भएन? उहाँले चाहिँ वनको फलफुल मात्र पिण्ड बनाएर दिनुभयो। उहाँले के नीति लगाउनु भयो भने यत अति जो खाइन्छ तद अन्नम, त्यो अन्न त्यही हो। आफूले त फलफुल खानुहुन्थ्यो, फलफुलको पिण्ड दिनुभयो। अनि हाम्रो किन यो चलन चाहिँ यहाँहरू त त्यो कर्मकाण्डतिर पनि लाग्नु भयो होइन? यो हाम्रो चाहिँ यो के भन्दा हाम्रो चाहिँ शरीर कमजोर, बुद्धि कमजोर, शक्ति कमजोर भयो, सबै कुरा हामी कमजोरी छौँ नि। त्यसो गर्दा हामीलाई नाना बिखर्न चाहिएको छ। त त्यसमा चाहिँ काटमार गरेर इत्यादि देवी मान्ने, भैरव मान्ने, के मान्ने त्यो हाम्रो होइन। शास्त्रले बताउँछ विप्र परियो मयोदिता, बाहुनले त होइन है यो कुरा, होइन? अरूले गर तर बाहुनले गर्ने होइन। काठमार यताउति चाहिँ भोग दिने बाहुनले होइन। देऊ न राम्रो पूजा सामान देऊ, त्यही हो बोली, फलफुल देऊ त्यही हो बोली भन्ने शास्त्रको भनाइ छ। त शास्त्रलाई पेलेर हामीले बोका लिएर जान्छौँ भैरवमा, त्यो पेलेको हो। त्यो किन बुझाउन सकेनौँ हामीले? हामीले किन बुझाउन सकेनौँ? बुझाउन सकेन, हामी अल्पबुद्धिका भइयो, हाम्रो खानपान बिग्रियो, होइन? तर यही कुरा शिव मन्दिरहरूमा बलि चढ्दैन, दुर्गा भगवतीकै मन्दिरमा मात्रै चढाइन्छ, भैरवमा चढाइन्छ। किन होला? शिव उहाँहरूको गरडी गर्नुहुन्न उहाँले। यहाँ वास्तवमा भैरव भनिन्छ, तर भैरवका गढले खाने हो, भैरवले खानुहुन्न। उहाँ भैरवका गढ धेरै छन्, उहाँहरूले खाने हो, उनलाई खुसी तुल्याउने हो। भगवतीका पनि हरेक गढ छन्। उहाँ त केवल चाहिँ ईश्वर हो, ईश्वरी हो नि, बोले जगत माता। बोका समाचार चाहिँ उहाँले पनि खानुहुन्न, उहाँका गढले खान्छन्। उहाँको चाहिँ त्यो एउटा हामीलाई देखाउँदाखेरिमा मदिरा खाने, हरेक गर्ने, लड्न आउने गर्नुहुन्छ, तर वास्तवमा होइन। वास्तवमा उहाँ चाहिँ भगवती हो, जगतको आमा हो। हाम्रो बुद्धिले जे देखो त्यही हुन्छ नि। भगवान्ले गीतामा भन्नुभएको छ, जसका बुद्धिले जस्तो मलाई देख्छ त्यस्तै म पनि त्यस्तै हुन्छु भनेर चाहिँ भन्नुभएको छ। हाम्रो बुद्धिले जे देख्छ त्यही हो देवता, यता हो भने त्यही हो। त्यसो यो विभिन्न कुरा छ हजुर, विभिन्न कुरा छ, विभिन्न मत छ। यो कसैसँग कुरा गरेर पनि कुरै मिल्दैन, कोही के हुन्छ, कोही के हुन्छ। त्यसो गर्दाखेरि आफ्नो आफ्नो चाहिँ बुद्धिले राम्रो छ, के देख्छ त्यही गर्दै जाने। यो दसैँ मनाउने चलन छ नि, दसैँ मनाउँदा हाम्रो समाजले अहिले मनाउने दसैँ र त्यति बेलाको दसैँ धेरै अन्तर भयो। अन्तर त अन्तर छैन। उहाँको पूजा, उहाँको पाठ, उहाँको चाहिँ
सबै थोक त ठिकै हो, तर वास्तवमा के भने हामीमा चाहिँ पृथक पृथकको मान्ने चलन भयो, पृथक पृथक गरेर मान्ने चलन भयो। अब त्यही चण्डीमा जो लेखेको छ, भगवतीले भन्दैछन् काटमार गरेर मात्रै म खुसी हुन्न, बलि दिएर म खुसी हुन्न। बलि त कति किसिमको छ, उखु ल्याएर उखु चाहिँ टक्राए पनि बलि हो, कुमिन्डो टक्राए पनि बलि हो, कुमिन्डो टक्राए पनि बलि हो। त त्यस्तो त्यस्तो चाहिँ सात्विक वस्तु त ल्याएर देऊ न। फुकुरले चाहिँ रगत देऊ भन्ने कुरा जान्छ। त्यसैमा पनि विप्र वर्या मयोदिता बाहुनले त होइन है उहाँको भनाइ छ। तर हामी खोजी खोजी त्यसैलाई हान्छौँ। यो परम्परा जुन आयो नि अब रोक्न सकिएला लाग्छ यहाँहरूलाई? यस्तो लाग्छ रोक्न सकिन्न 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 रोक्न। शास्त्रलाई जित्यो मान्छेले। शास्त्र भगवान्को वाक्य छन्, जसले ममा श्रद्धा गर्छ, ममा चाहिँ मेरो चाहिँ आदर गर्छ, त्यसलाई मात्रै मेरा कुरा सुनाऊ भनेर उहाँको भनाइ छ। अब हामीले त रोक्न नसक्ने मान्छेलाई यो गर्नुहुन्न, ऊ गर्नुहुन्न, के गर्नुपर्छ, ऊ गर्नुपर्छ भने किन भन्ने? उसको बुद्धिले उही देख्छ त्यही गर्छ, हाम्रा बुद्धिले जे देख्छ त्यही गर्छ। कसैलाई कसैले रोकिन्न। बाबुआमाको त कुरा मिल्दैन, अझ अरू कुरा के भयो? बाउ छोराको कुरा मिल्दैन। यसै छ। यो दसैँमा छ नि टिका लगाउने चलन, चामलको अक्षता रातो बनाएर, यसको कारण के होला? यो शास्त्रले के भन्छ? त्यो राम्रो गराएको, अरू केही कुनै कारण छैन। भगवतीलाई चाहिएको छ रातो राम्रो, भगवतीलाई अर्पण गर्नुपर्ने। त्यसो गर्दा सेतोभन्दा राम्रो रातै राम्रो, रातो राम्रो गुलियो मिठो। र त्यस हिसाबले उहाँलाई प्रसाद लाउँदा रातो गराएको। तर अथवा सेतोमा र रातोमा फरक पर्दैन, उहाँले चढाएको प्रसाद हो। कतिपय पण्डितहरू के भन्छन् भने यो बेला धान फल्ने बेला हो, त्यो कारणले गर्दाखेरि पनि चामलको टिका चाहिँ अक्षता बनाएर लगाउने गरिएको हो, एउटा सिम्बोल हो, सङ्केत हो भनेर भन्छन् नि। त्यो त्यो जान्दैन मैले, त्यो थाहा छैन। यही छ, पूजा गर्नु, भगवतीको पूजा गर्नु, उहाँको प्रसाद लगाउनु। पूजा गर्दाखेरि कसको कति राम्रो पूजा चोखो कसरी सज्जा हुन्छ त्यही किसिमका सामान तयार गर्नु। जस्तो टिकाको साइत हेरिन्छ नि, कसरी हेरिन्छ यो? अब टिकाको साइत त हामी पात्राबाट चलेको छ। पात्राले जे भन्छ त्यही चाहिँ गरे। उहाँले रावणसँग चाहिँ लड्न जाँदाखेरिमा चाहिँ आफ्ना चाहिँ मन्त्रीहरूलाई भन्नुभएको छ, ल ठिक अहिले चाहिँ साइत निक्लिया छ, तयार भइहाल भनेर उहाँले चाहिँ रामले भन्नुभएको। त्यत्तिका ठोकी ठोकाउ गर्न हामीले जान्दैन, सक्दैनौँ। त हामीले पात्राले जे भन्छ त्यही अनुसारको टिका निकाल्ने, उहाँको प्रसाद ल्याउने। सामान्यतया टिका लगाउँदा पूर्वतिर फर्किने, पश्चिमतिर, उत्तरतिर यसका हो त्यो छ। चन्द्रमा कता छन्, जस्तो राशिमा चन्द्रमा हेर्छन्, कस्तो सेम यही धनपूर्व चन्द्र वृक्षै छ कन्या मखरै छ यामले भन्ने चाहिँ श्लोक छ। त त्यसै कारण त्यो दिन कुन राशि छ, चन्द्रमा कहाँ बसेका छन्, त्यही अनुसारको पूर्व फर्केर लाउनु पर्ने हुन्छ कि बायाँ लाउन, बायाँ भए चाहिँ बाहिर लानु हुनुहुन्न, पछाडि भए पछाडि लानुहुन्न, अगाडि पार दाहिने पार र टिका लाउ भन्ने उहाँको भनाइ हो। अब अहिले टिका लगाउने चलन छ नि, युवा पुस्ता, पछिल्लो पुस्ता, तपाईँहरूको अब नाति पनातितिर आइसकेका छ नि, के भन्नुहुन्छ उहाँहरूलाई यहाँले? हे बाबु, त्यही हो, पहिले चाहिँ शास्त्रको अनुसारको आशीर्वाद दियो। आशीर्वाद दिएपछि तिमीहरूको आरोग्यका साथमा तिमीहरू पनि मेरा उमेरसम्म चाहिँ हँसिला खुसिला भएर बाँचिजाऊ, भगवतीले यही प्रदान गरून्। यो टिका लगाउँदा आशीर्वाद दिने चलन छ नि, आशीर्वाद संस्कृतमा श्लोक। आशीर्वाद त अब मन्त्र पढ्ने,
जस्तो जसले जे जाने छ त्यही अनुसार मन्त्र पढ्यो टिका लगाइदियो स्वस्थ स्थिति कुशल वस्तु चिराजिरस्तु घोवादिरस्तु धनधान्य समृद्धिरस्तु ऐश्वर्यवस्तु बल पुष्टि रिपुष्टि हेतु सन्तान वृद्धि सतम। अब सन्तान वृद्धि भन्ने हट्यो है हट्यो हट्यो अब सन्तान वृद्धि होइन सन्तान पुष्टि सतत हरिभक्ति रस्तु म त्यो थपिएको छु मैले हजुरले थपिदिनु भयो अब सन्तान वृद्धि त भएन नि अब एउटा चाहिँ दुईवटा नभए के को वृद्धि त्यहाँ यहाँले रुरु संस्कृत पाठशालामा पढाउनु भयो कहाँ ऋणीमा रेडी पाठशाला होइन पाठशाला होइन रेडी बाबु साहेबको घरमा हो रेडी अनि ती विद्यार्थीहरू अहिले आउँछन् यहाँलाई भेट्न आउँछन् तिनीहरू आउँछन् कहीँ कहीँ मौकाले भेटिन्छ अब फेरि हामी चाहिँ नुहाउन जाने रेडी जो भयो नजिकै पर्छ 1.5 घन्टा 2 घन्टा पुगिन्छ कालीमा हजुर हामी जान्छौँ भेटघाट उतै हुन्छ त्यहाँ पढ्दाखेरिका साथी कोही भेटिन्छन् तपाईँले पढाएका साथीहरू पढाएका विद्यार्थीहरू भेटिन्नन् चेलाहरू शिष्यहरू अब त्यो राणाहरू हो तिनीहरू कोही मरे होलान् कोही कता गए होला तिनीहरू भेटिँदैन अरू जागिर गर्ने मन भएन हजुरलाई मलाई समयले पनि दिएन कि कसो भयो चाहिँ पढाएरै बिताएँ म त जागिरपट्टि चाहिँ गरेर इच्छै भएन भागवत पाठ गर्नुभयो भागवत शब्द त कति भने आनन्द लाग्छ त्यो भन्दा आनन्द लाग्यो मैले कति वर्ष उमेर शब्द भने 38 वर्ष 78 वर्ष 70 र 78 वर्षको उमेरमा माडी पोखराथोक भन्ने ठाउँमा सप्ताहमा पढेँ म मूल वाचक भएर वाचकमा आए कसरी भन्न आयो भने कता कता आएर के थाहा पाएँ के भयो अथवा यहाँले चाहिँ राम्रो गर्छन् भने बा के भन्यो यो घुम्दैछ यो अहिले चाहिँ त्यो मान्छे आयो अघि पछि अलिअलि चाहिँ जाने थियो हजुरसँग आएको मतलब भेट गरेर भनेर आएँ के काम होला भन्दा कुरा खोलिदिएँ मेरो इच्छा छ यस्तो हजुरलाई दुःख दिउँ कि भनेर आएको भनेर भने कुराकानी धेरै भइसकेपछि मैले के भनेँ भने मेरो उमेर चाहिँ 78 वर्ष भएको छ उपवाचक अलि राम्रो तहको चाहिँ उपवाचक राखिदिनुहुन्छ भने आउँछु एककालले भएर भन्न अलिक सकिन्न कि मानिसको शरीर हो के अरे विचार यो खण्ड खातिर पर्न पनि हुन्छ ठिक छ उपवाचक मेरो पुरै त ठिक छ भने म पनि जाने दिन तयार भयो त्यो ठाउँमा गएँ ज्यादा गइयो ज्यादा चाहिँ उपवाचक त रहेछ तर सधैँको उप्रेत भागवत पाठ हेर्दा त भन्छ हेर्दा पनि नसक्ने कस्तो तहको कर्मकाण्डी मात्रै त टपरे हुन्छ अब आइहाल्यो भएन पनि भएन यस्तो समस्या आइरहन्थ्यो होइन यस्ता समस्याहरू आउँछन् नि अब आइहालियो हुन्छ भने चाहिँ मन्टो हल्लाइयो यहाँ आएर चाहिँ भागेर गयो फल्ना त फल भन्यो भने किन गराउनेहरू साँझ आयो भोलिबाट कोठा पुज्नु छ साँझ कुरा यसो बसेर कुरा यो दुईजना गाउँका मान्छे पनि आएर बसेका थियो पण्डितहरू पनि आएर बसेका थियो यो कारणबाट यहाँले भन्नुभयो र म आएको मेरो उमेर यति छ बिचमा केही खण्ड खातिर पर्न आउला के होला उपवाचक राम्रो छ भने ठिकै छ छैन भने खोज्नु पर्ला भने चल्छ भने चाहिँ यो दुईजना वरपरकाले पढेका पण्डितले चल्छ केही भन्नु भने भोलिदेखि भन्न थालियो
4 दिन हरेको थिएँ। 4 दिनको दिन साँझ टिकापाती साँझको टिकापाती छोडेर टिकापाती भएपछि एउटाले मलाई बोलायो पढ्दै छ। 4 दिनको दिन साँझ कुर्सी ल्याइदिए त्यहाँ बसिरहेको खुट्टा रगत सञ्चालन हुन्न कुर्सी हालेर बस्नुहुन्छ पण्डित कुर्सी हाल्यो मलाई पनि पण्डित भन्छन् भनेको तिनले मलाई पनि पण्डित भन्छन्। तपाईँले भनेको मैले हिजो अस्ति पनि सुनेँ दिउँसो आएर सुन्थेँ तर म त्यसै जान्थेँ टिका छ यसरी हेर जान्थेँ कुराकानी भएन। आज कुरामा गर्न मन लाग्यो भयो आउनु बस्नु। कति वर्ष हुनुभयो? म 78 वर्ष। मभन्दा 10 वर्ष जेठा उहाँले भन्ने पण्डितले त्यो पण्डित पनि ठुलो पण्डित रहेछ 10 वर्ष जेठा। गाह्रो पिरो नमानेर मैले 100 भन्छु है तपाईँलाई। तपाईँले भनेको कथा अस्ति पनि सुने हिजो पनि सुने आज पनि सुने बहुत राम्रो छ रसिलो छ सबै थोक ठिकै छ। अब नभन्नु होला है किन हजुर हेर्नुहोस् त्यहाँ भन्न थालेपछि व्यासासँग बसेपछि अर्कै स्वर आउँछ। बसेका जति बसे तिनको चित्त बुझाइदिनु पर्छ कसरी बुझ्दैन त्यहाँ कसरी बुझ्छ तिनीहरू अनि विभिन्न तह हुन्छ। 78 वर्ष हुनुभएछ अब भन्दा 100 उत्पात उठ्छ शरीर हो मान्दैन अब छोड्छ भन्यो भने पनि त्यसले भनेपछि एउटा नगरी सुखै नपारी एउटा दैवी भागत भने छोडेको त्यहाँ छोडेको 78 वर्षमा छोडेको अहिले अब 102 वर्ष भयो भनेको छैन। गडु पुराण कहीँ कहीँ भन्थे पढाएर छ। विवाह कति वर्षमा गर्नुभयो बुवाले? मैले पहिले मेरो दोस्रो बिहा पहिले चाहिँ म रेडी पढ्थेँ रेडी पढेँ 21 वर्षको उमेरमा एउटा सप्ताह भनेर पहिलो बिहा गरेँ। त्यो बेलामा पनि 27 वर्षको उमेरपछि विवाह हुन्थ्यो है? त्यो बेलामा त सानै उमेरमा विवाह हुन्थ्यो नि। सानै हुन्थ्यो म पढ्न लाग्यो भने मैले बिहा गर्ने इच्छै गरिनँ। मैले बिहा मेरो चाहिँ बिहा पहिलो बिहा 21 वर्षमा भएको पहिलो बिहा गरेँ। त्यहाँ भन्दाखेरि मैले जुद्ध संसार कहाँ चाहिँ रेडीबाट अर्गेलीमा लागेँ उसले चाहिँ लैहेर भन्नु गइयो देहरादूनतिर गइयो बम्बई गइयो दार्जिलिङ गइयो कता कता गइयो। त्यहाँ छोडेर आएपछि माया गर्थे जुद्ध शमशेरले माया गर्थे जुद्ध शमशेर जुद्ध शमशेर त हजुर के भनौँ र उसलाई रिजाउने हो भने मासु काटेर दिएको पनि उसले थाहा पाउन्न नपाउने अलिकति चुक्रियो भने त्यहाँ उभ्याएर छोट पाएर बोल जत्रो आँखा ठुलो भोलि दारी पालेको छ त्यसले डर लाग्दछ उभ्याउँछ त्यहाँ उभ्याएर चाहिँ गर्दाखेरिमा चाहिँ साथै जाने त्यस्तो मान्छे हो। तर चाहिँ खुसी भयो भनेदेखि आफूले रहर काटेर दियो पनि थाहा भएन त्यस्तो मान्छे हो। तोसँग पनि बसेँ 3 सालदेखि 8 सालसम्म सबै एउटै पूजाको थाहा भयो। अहिले कति परिवारमा कति सदस्यहरू हुनुहुन्छ अहिले सबै यहाँका सन्ततिहरू सन्तानहरू? मेरा हजुर 4 भाइ छोरा 4 छोरी उनका कसैका 2टा नाति नातिना होला कसै के होला त्यस्तै। अब एउटी पहिलेकी बुढियाकी 2टा
छोरी भएर चाहिँ ऊ गएको, अर्को बिहा गरेको। 41 वर्ष अर्को बिहा गरेको। त्यो पछि 4 भाइ छोरा भयो। 4 भाइ छोरा, कोही डाक्टर छ, कोही हाकिम छन्, कोही के छ। आनन्द छ। अब यहाँलाई यो तिनीहरूले जहिले भन्छ नि, कोही छोरा बदमास भएर केही इलाउ नगरेर चाहिँ खाएर बाटा सुत्ने, फलाना छोरो यस्तो गरेको छ भने यस्ता यस्ता चाहिँ सुन्न परेन। अब यो बुटोलको गर्मी खान्न उतै जान्छु भन्ने लाग्छ कि कहिलेकाहीँ? हो, त्यसो पनि थियो। पोहोरसम्म जग्गा पनि थियो, जाम जस्तो लाग्थ्यो। जग्गा भ्याए छोराले छैन उता। तपाईँ जानुहुन्छ भनेर जान नदिनलाई बाटो छेके। जग्गा त बेचे अब जाने कहाँ अब त्यो पनि भयो। अब त्यो हुन त जननी जन्मभूमि स्वर्गदारी गरिएपछि त्यहाँ माया त लाग्छ। राज्य स्वप्ना गइया पनि हुन्छ त्यो ठाउँमा, माया त लाग्छ। जन्म ठाउँ भने नेपाल हो क्या, नेपालै जन्म ठाउँ के भन्छ, जहाँ बसे पनि भयो आफ्नो देशभित्र। देश यही हो क्या। यो उमेरमा कुनै त्यस्तो दिन यहाँलाई मैले यो सम्झिन्छु, मलाई यो घटना, यो दिन सम्झिरहेको छु भन्ने त्यस्तो कुनै घटना छ? घटनाहरू कुरा त जति बिर्सियो छैन। अलि एउटा रमाइलो घटना भनिदिनुहोस् न यहाँले जीवनमा भोगेको। अब अरूमा चाहिँ मलाई त्यति भजन सजन गाउने रातभरि गरेर बसेर रगा लाएन। अलिअलि कतिलाई फाउ गाएर फाउमा गाउन पनि त्यसमा अलिअलि दिल लाग्थ्यो। गीत पनि गाउनुहुन्छ? फागुको गीत गाउनुहुन्छ? कोही फागुमा गीत पनि गीत कोही साथीहरूसित गाइए होला। त्यसो भने अलिअलि मिल्थ्यो। नत्र चाहिँ म राम रमिता यसा त्यसा पूजामा जाने खजडी ठटाउने यसो त भएन। कहीँ जानु भएन? त्यो आएन। यसै गरी निर्वाह भयो। कहीँ सौदा भयो भने सौदामा गएर बस्यो। साँझ चाहिँ भजन गाउँछन्, सुन्यो, यहाँ गऱ्यो त्यहाँ गऱ्यो यसो गऱ्यो। दिन जाँदै गए। तर कसरी दिन हाल्ने हो भने जस्तो आजसम्म त्यति भएको छ। तर कहिलेकाहीँ अब के भने अलिकति बडो उमेर भएका मान्छेहरू चाहिँ केही पेसा भएका मान्छेहरूलाई त्यति उठेर हिँड्छन्। एक्लै भएर बस्दा भने ओहो यो एक्लै हुन पारो है फेरि। त्यस्तो अवस्था पनि म बसेँ। अहिले फेरि यो एक्लै भएर बसेँ। छन् त बुढीबाउ छ भए पनि त्यसलाई पनि देखिन्छ, नदेखिने कि। कति वर्ष के हुनुहुन्छ आमा? अब 75 दोस्रो बिहा हो। 27 वर्ष कान्छी छ हजुरभन्दा। रमाइलरी बित्यो अहिलेसम्मको जीवन? राम्ररी बित्यो। अब बिचबिचा पर्ने कुराहरू त पऱ्यो होला। जस्तो पिताजी जानुभयो, आमा जानुभयो, श्रीमती नै गई, दाजुभाइ गए। त्यस्ता घटना घटे होला। कोही चित्त दुख्यो होला। अथवा यो भइ छाड्ने कुरा हो भन्ने चित्त पनि बुझ्यो होला कोही। त्यो कुनै चाहिँ नभएको कुरा त होइन नि, भएकै हो। नभई नछोड्ने कुरा छ नि त अकाट्य छ। यो पनि आउट चित्त बुझ्दैन। यो अहिलेको जुन व्यथिति छ नि, व्यथिति देशको, कस्तो लाग्छ यहाँलाई? यो काम छैन। हाम्रो नेपाल खतम। कसले खतम गरायो होला? उति बेलाको र अहिलेको हो? त्यो बेलामा राणाहरूको शासन र अहिलेको शासनमा होइन। उस बेला राणाले जातभातमा चाहिँ हस्ताक्षर गरेन नि। त्यसले कायम गरेर राख्यो नि, मुठीमा राख्यो नि प्रजालाई। कोही बढ्न पायो, कोही उफ्रन पाएन। मान्छेलाई सानो ठुलो भन्न पनि त मिलेन।
मान्छेलाई सानो ठुलो भन्न पनि त मिलेन नि। सानो ठुलो भन्दा त यो अवस्थाले मिलेन, अघि त मिल्थ्यो। सानो पनि भन्थे, ठुलो पनि भन्थे। जस्तो हजार रुपियाँ कमाएर रहेछ भने कोही आशाले लारहेछ नि, त्यसलाई देख्दा आएर हजारिया साहु आउनुभयो भन्ने चलन पनि थिए कि अघि। 1000 रुपियाँ कमाएकोलाई हजारिया साहु। चिन्ता लाग्छ अहिले देशको अवस्था देख्दा। त्यो अवस्था देख्दा चिन्ता लाग्दैन, लाटो समय रहेछ भन्ने चाहिँ ऊ बेलाको लाटो समय रहेछ। 1000 रुपियाँ कमाएको हजारिया साहु भने मान्ने गर्नुपर्ने कुरा लाटो समय। अहिलेको समयले सबैलाई बराबर बनाइदियो। अहिले त के भयो, खोइ राजा भने जे गर्यो राजा छ उही छ, जहाँ छ के जेगा छ। सबै ठुला सबै साना, के भयो बराबर बनाइदियो। बराबर। त्यसो भएपछि के हुँदो रहेछ भन्दा मि नभएको चाहिँ दाइँ कतिले हुनु। त्यस्तै भयो, मि नभएको दाइँ जस्तो भयो देश। महीको गोरु राम्रो गरी मेमा घुम्छ र पो अरू घुम्छ। मेही डबडबाइ आयो भने त्यो पछाडिको गोरुले के गर्छ। कहिले कहिले अचलका नेताहरूलाई भेट गर्नुभयो यहाँले? कोही यसो साथी भन्ने कोही भेटिन्छ, भेट भए के भन्नुहुन्छ? कुरा अर्कै, तिनीहरूको पूजा अर्कै, तिनीहरूको चाहिँ बसाइ उठाइ अर्कै। यस्तो नगर भन्नु भएन? यस्तो देशलाई यस्तो नगराउ भन्नुहुन्न? यस्तो नगर के गर्छ, त्यस्तो पाल्न पऱ्यो, त्यो सब जात परिवार त्यही भन्छन्। त्यसपछि भने कहाँ थप्न कसैले सक्दैन, राम भन्ने मात्रै हो। हामी अब करिब अन्तिममा छौँ कार्यक्रमको। दसैँको बारेमा टेलिभिजन हेरेका दर्शकहरू हुनुहुन्छ, के भन्नुहुन्छ उहाँहरूलाई? दसैँमा हजुर, दसैँमा के सुझाव दिनुहुन्छ, के सन्देश दिनुहुन्छ? अब यो दसैँमा अरू केही छैन, केही होइन। दसैँको चाहिँ टिका जमरा लगाइदिने, आशीर्वाद दिँदाखेरि के गर्नु पऱ्यो भने जति जे गरे पनि जगन माता भगवतीले कहिले नभुल, उहाँको आहार ल्याऊ। हामी त कस्तो हो भनेदेखि एउटी आमाले 10 महिनासम्म यहाँ चाहिँ कोखमा राख्यो र त्यो पुरा भइसकेपछि उनले चाहिँ ल्याएर अर्कै आमाको काखा फालिदिन्छ। अब सम्झौँ, योगमाया भगवतीकै काखा फालिदिनु भने पनि भयो, पृथ्वी माताको काखा फालिदिनु भने पनि भयो भन्दा त्यो उहाँको मान्नुपर्छ। त्यसो गर्दाखेरि चाहिँ तथाबाजी गर्न हुँदैन बाबु हो भन्ने आशीर्वाद त्यही हो। लिनेले लिन्छ, नलिनेले लिइसकियो। दर्शक महानुभाव, उहाँ हुनुहुन्थ्यो 103 वर्षीय पण्डित ढुण्डिराज नेपाल। हामीले उहाँसँग ऊ बेलाको दसैँ र अहिलेको दसैँका बारेमा जान्ने प्रयत्न गऱ्यौँ, उति बेलाको अनुभवहरू लिने प्रयत्न गऱ्यौँ। हवस् त, कार्यक्रमका लागि निर्धारण गरिएको समय सकिएको छ। सम्पूर्ण युनिटका साथ मलाई पनि बिदा दिनुहोस्। नमस्कार।